साथीहरू, आजको विषय केही फरक छ। आजको विषय उनी मानिसहरूको लागि हो जो प्रेम गर्छन्, प्रेममा छन् अथवा जसको बिहे हुन लागिरहेको छ। त्यसो हो भने चाणक्यको अनुसार स्त्रीसँग सम्बन्धित केही कुरा जान्न तपाईको लागि एकदमै जरुरी छ। एक आम भनाइ छ कि जब प्रेमको कुरा आउँछ भने बुद्धिमान भन्दा बुद्धिमान व्यक्तिले पनि सही तरिकाले सोच्न सक्दैन। उसलाई प्रेममा हरेक चिज प्रेममय लाग्न लाग्दछ। कहिले ऊ ठुला भन्दा ठुला कुरालाई पनि व्यवस्था गरिदिन्छ भने कहिले साना साना कुरामा आफै भित्र आफै हराएर बसिदिन्छ। तर यो प्रेम त्यो समय बीच सम्मान लाग्न लाग्दछ जब उसको साथी धोकेबाज हुने गर्दछ या उसको रिलेसन कुनै अरूसँग हुन्छ। जीवनमा धेरै जसो मानिसहरू यस्तो हुन्छन् जसलाई प्रेममा कुनै न कुनै समय असफलता मिलेको हुन्छ। र चाणक्यको अनुसार के यस्ता कुराहरू छन् जो तपाईले आज जान्न धेरै जरुरी छ। मान्छेहरू आजको समयमा सबैभन्दा पहिले कुनै स्त्रीको सुन्दरता देख्ने गर्छन् र 90% मान्छे सुन्दरता देखेरै बिहे गर्छन्। तर चाणक्य भन्छन् कि यस्तो स्त्री जो केवल सुन्दर छिन् उनी बुद्धिमान पनि होलिन् यस्तो भन्न सकिँदैन। त्यसैले बिहे सधैँ राम्रो विचारकी कन्यासँग गर्नुपर्छ, न कि सुन्दर केटीसँग। कुनै स्त्री यस्तो हुन्छन् जसको हृदय पूर्ण हुँदैन, उनी बाँडिएको हुन्छन्। जब उनी एक पुरुषसँग कुरा गर्छिन् भने दोर्सोलाई अरू कुनै बासनाले हेर्छिन् र मनमा तेर्सोलाई चाहन्छिन्। मूर्ख व्यक्तिलाई लाग्छ कि ऊ ब्युटिफुल केटी उसलाई प्रेम गर्दछ, उसको गुलाम बन्दछ र उसको इसारामा नाच्दछ, जबकि ऊ उसको धनलाई प्रेम गर्दछ। चाणक्य भन्छन् कि समझदार व्यक्ति त्यही हो जो प्रेम वा बिहेको लागि स्त्रीको बाहिरी सुन्दरतालाई नदेखेर मनको सुन्दरतालाई देखोस्। यदि कोही उच्च कुलकी कुरूप कन्या संस्कारी छिन् भने उनीसँग बिहे गर्नुपर्दछ, जबकि कुनै सुन्दर स्त्री यदि संस्कारी छैनन्, अधार्मिक छिन्, निज कुलको छन्, उसको चरित्र ठिक छैन भने उनीसँग कुनै पनि परिस्थितिमा बिहे गर्नु हुँदैन। भन्ने गरिन्छ कि महिलाहरूको सम्बन्धमा यो मानिन्छ कि स्वयं भगवान पनि आजसम्म यो जान्न सकेको छैनन् कि कुन स्त्रीको मनमा के चलिरहेको छ।